फाइनल्ली यहाँ नयाँ मान्छे पनि भेटियो है। के छ दाजु? कताबाट आउनु हो? बस्ने कताबाट के ल्याउनु हो? जहाँबाट देखाउनु न। सबै कुरा देखाउनु पर्ने हो त इन्टरभ्यू हो। इन्टरभ्यू हो। हेर्ने खानपिन हो नि त पुरै। यस ल खोला हिँडेको दाजु म। लाग्यो है दाजु। ल हजुर घरतिर हुनुहुन्छ दाजु? खोला पनि आइपुग्यो है। खोला पनि आइपुगेछ। ओह्रालो डुङ्की हिँडेको हिँड्दै गर्नु पऱ्यो होइन, झ्याम्पोसँगले। अनि हिँड्दै गरेर पनि लगभग घरबाट यस्तै 15-20 मिनट लाग्दो रहेछ हौ खोला आइपुग्नु। अन्त सधैँ आइरहेको आउनु त, तर पनि आज चाहिँ यसो घडी हेरी आएको है। 15 मिनट जति लाग्दो रहेछ। अब यही हो खोला। योदेखि उताबाट भनौँ न सब खोला भन्छ खोलाको नाम चाहिँ। अब टक्क पौडी खेल्ने, लुगा धुने, लुगाहरू लिएको सुत्नु सक्नुहुन्छ। झ्याप्पाउने लुगा धोएर झ्याप्पा नुहाइ गरेर एक भाइ साथी पनि आउँदैछ मेरो होइन। झ्याप्पा मजासँग पौडी खेल्नुपर्छ। फाइनल्ली यो ठाउँमा चाहिँ अलिक उचित रहेन नुहाउनुको लागि। अलिक माथि जानु पऱ्यो भन्ने कुरो हो। अलिक माथि गएर नुहाउनु होला हौ। खोला अहिले के सानो छ, सानो भएपछि धमिलो गइहाल्छ है पौडी खेल्दा। त्यो भएर अब माथितिर जानु पऱ्यो है गाइजहरू। अब लुगासुगा धुनु पऱ्यो यतातिर। कहाँ छ दामी ठाउँहरू, दामी यहीँ होला हौ। यहाँ रहेछ दामी, यहीँ धुनु पऱ्यो लुगा चाहिँ है। खोलाले के खोला कराएको सिमेर खोला फेरि यो पछि सानो, यतातिर सबै भिजेर सानो ठुलो हुँदैन। अब लुगाहरू पनि टक्क धुइसक्यो है। यता अलिअलि मजाले सुकाइरहेको छ लुगाहरू। अब लुगा सुगा पनि धुइसक्यो होइन। अब नुहाइन्छ, लुगा सुक्छ, यसो बसिन्छ, पौडी खेलिन्छ है। लास्टै गर्नुको घाम हेर्नु सक्नुहुन्छ। घाम आम्मा घाम त यस्तो लाग्छ। ल नुहाउनु भयो, म नुहाउनु है। पानी चिसो रहेछ है गाई। पानी यसो भिजेको मात्रै हो। यसो गर्नु भएर भिजेको मात्रै हो। एकछिन अब नुहाउने हो ब्रस गरेर है। हान्दै जिन्दल हान्दैन। झ्याप्पो अब मैदै हान्नुपर्ने हुन्छ होइन। मैदै हानेर झ्याप्पो अब जानुपर्ने हुन्छ।
हामीले चाहिँ अब चाहिँ झप्प गएर खोला गएर नुहाइँदै गरी घर फर्किसक्यौँ, घर आइसक्नु आँटिसक्यौँ। आजलाई अन्तिम यही होला जस्तो छ। यहाँ जाँदै चाहिँ एउटा मङ्की किङ, हाम्रो बाँदरको अनुहार परेको। त्यही हुनसक्छ, सायद त बाउ होलास् क्या बाँदरको। जे भयो नि ल, आजलाई यति नै। सी यु सन, भोलि भेटौँला।